अहिलेको एयर पोल्युसनले तपाईको आँखा एकदमै धेरै बिजाइरहेछ, असहज भइरहेछ, हेर्नमा गाह्रो भइरहेछ, यानि कि सिम्पल भाषामा आँखा एकदमै पोलिरहेछ भने यो भिडियो मैले आज तपाईहरुको लागि बनाएको छु बिकज आज मैले चाहिँ पाँचवटा एकदमै महत्त्वपूर्ण कुराहरु तपाईहरुलाई भन्न गइरहेको छु जुन चाहिँ हजुरहरुले आफ्नो दिनचर्यामा लिनुभयो भने चाहिँ तपाईको आँखा यो पोल्युसनबाट बच्न सक्छ। नमस्ते सबैलाई, म दृष्टि विशेषज्ञ अस्मिता मादेन। सो आज म हजुरहरुलाई एकदमै महत्त्वपूर्ण कुराहरु भन्न गइरहेको छु। सो लेट्स स्टार्ट। सो हामीले यो पोल्युसनबाट बच्नको लागि चाहिँ के गर्ने? फर्स्ट थिङ इज आँखा एकदमै पोल्यो भने चाहिँ आई रिक्वेस्ट लुब्रिकेटिङ ड्रप्स बोकेर हिँड्नुस् सच द्याट आँखा पोलेको खण्डमा तपाईहरुले औषधि लगाएर आफ्नो आँखालाई चाहिँ पोल्नबाट अलिकति बचाउन सक्नुहुन्छ। सेकेन्ड थिङ इज आई रिक्वेस्ट तपाईहरु चाहिँ प्रोटेक्टिभ चस्माहरु लगाएर हिँड्नुस् बिकज विन्ड एकैचोटि आयो भने या फिर तपाईको पोल्युसन एकैचोटि भयो भने चाहिँ समहाउ तपाईको प्रोटेक्टिभ सनग्लासेसहरुले या फिर प्रोटेक्टिभ ग्लासेसहरुले चाहिँ तपाईको आँखालाई बचाउन सक्छ। नेक्स्ट थिङ, नेभर रब योर आइज। रबिङ किनभने हाम्रो आँखा एकदमै पोल्यो भने चाहिँ हामी आँखा मार्ने गर्छौं विच इज ट्रुली वान अफ द इरिटेटिङ पार्ट। आँखालाई चाहिँ अझै धेरै असहज भएर जान्छ। सो आई रिक्वेस्ट यो नगर्नुस् है। सो नेक्स्ट थिङ इज कन्ट्याक्ट लेन्स युजर। प्लिज तपाईहरुको साथीले कन्ट्याक्ट लेन्स लाउनुहुन्छ या फिर तपाई कन्ट्याक्ट लेन्स लाउनुहुन्छ भने दिस क्यान बी रियली हेल्पफुल। प्लिज डोन्ट युज कन्ट्याक्ट लेन्स राइट नाउ, सिफ्ट। अहिले कन्ट्याक्ट लेन्स चाहिँ चस्मामा सिफ्ट गर्नुस् बिकज फर अ क्वाइट हैन कपल अफ डेज जबसम्म यो पोल्युसन अलिक कम हुँदैन। सो त्यो बेरसम्म चाहिँ हजुरले चाहिँ कन्ट्याक्ट लेन्सलाई चाहिँ प्लिज सिफ्ट इट टु आई ग्लासेस। ओके, सो द्याट्स आवर हम्बल रिक्वेस्ट। अनि अर्को भनेको चाहिँ वान अफ द मोस्ट इम्पोर्टेन्ट थिङ चाहिँ आँखा एकदमै धेरै पोल्यो औषधि लाउँदा नि भएन भने चाहिँ टेक अ कुल कम्प्रेस, आइसलाई कपडामा बाँध्ने, त्यस पछाडि यसो गरेर आँखामा राखिदिने। समहाउ इट विल हेल्प टु कन्ट्रोल योर इरिटेसन है, इरिटेसनलाई डाउन गराउँछ। सो दिज आर द 5 मोस्ट इम्पोर्टेन्ट थिङ्स। यो यदि एप्लाई गर्नुभयो भने चाहिँ तपाईलाई धेरै कुराबाट तपाईको आँखालाई पोल्युसनबाट बचाउन सकिन्छ। सो आई होप दिस भिडियो विल रियली हेल्प यु हैन। तपाईलाई के फर्दर क्वेरिज गर्न छ या फिर मलाई के कुराहरु सोध्नु छ भने यु क्यान जस्ट डाइरेक्टली टेक्स्ट मी, इनबक्स मी, or you can contact me so much.